सी ल्याङ्ग्वेजको भिडियो सिरिजमा यहाँहरूलाई स्वागत गर्दछु र आज हामीले डिएमए को 4 वटा फंक्शन्सको बारेमा कुरा गर्ने नै छौं। म यहाँहरूलाई फटाफट मेरो उसमा लागि नै हाल्छु र फर्स्टमा छ हाम्रो म्यालोक है, अर्थात एमएलोक मेमोरी एलोकेसन। यसले हाम्रो सिंगल ब्लक होल सिंगल ब्लक जुन हामीले रिक्वेस्ट गरे अनुसारको उसले साइजलाई इनिशियलाइज गरिदिन्छ र त्यो सुरुमा अनइनिशियलाइज मेमोरी हुन्छ जहाँनिर हामीले यो रन टाइम मेमोरी अर्थात प्रोग्राम रन गरिसकेपछि युजरले कतिवटा एलिमेन्ट राख्ने कतिवटा साइज हाम्रो चाहिन्छ भन्ने कुरा त्यतिखेरै डिफाइन गर्छ। प्रोग्रामले आफैले इनिशियलाइज गर्छ युजर्सको इनपुट अनुसार र उसले त्यो मेमोरीलाई आफैले क्रिएट गरेर युज गर्छ हैन। यो भन्दा पहिलाको भिडियोमा हामीले यहाँनिर कुरा गरिसकेका छौं रन टाइम मेमोरी को बारेमा डिटेल वा यहाँ यदि यहाँहरूलाई थाहा छैन भने यो भन्दा पहिलाको भिडियो पनि हेर्ने गर्नुस् प्लिज, अनि मात्रै सजिलो हुन्छ। त्यसपछि हाम्रो यहाँनिर क्यालोक अर्थात सी एलोक जुन हाम्रो कन्टिन्युअस मेमोरीको रूपमा हामीले लिएका हुन्छौं हैन। यसले चाहिँ हाम्रो ओभरअल मेमोरी ब्लकलाई उसको आफ्नो एलिमेन्ट अनुसार ब्लकमा सानो सानो ब्लकमा मेमोरीलाई कन्टिन्युअसली स्टोर गरेको हुन्छ र यसले चाहिँ सुरुमा इनिशियलाइज 0 बाट गरेको हुन्छ। एउटा सेक्युरिटी पर्पजले यो पनि एउटा राम्रो, तर दुईटैको फंक्शन्स अलमोस्ट एउटै हो, काम एउटै हो हैन। यसको सिन्टेक्स पनि अलमोस्ट एउटै छ। रिएलोक भनेको हामीलाई जस्तै रन टाइम गर्दाखेरि पहिला सुरुमा मैले इनिशियलाइज गरे कुनै मेमोरी दिए तर त्यसलाई हाम्रो चाहिएन हैन, या अझै धेरै चाहियो भने हामीले त्यसलाई रिएलोकेट गर्न सक्छौं। र त्यसपछि अर्को छ फ्री जुन हाम्रो प्रोग्राम रन हुँदैखेरि पनि यदि त्यो एरे हामीलाई चाहिएन हैन, त्यो मेमोरी चाहिएन भने त्यतिखेर फ्रीज गरिराखेको हुन्छ अर्थात रिलिज गरिराखेको हुन्छ, फ्री गरिराखेको हुन्छ। यो फंक्शन्सहरु युज गरिन्छ। सो हाम्रो चारवटै फंक्शन जुन इम्पोर्टेन्ट छ यो मध्ये पनि तीनटा स्पेशली हो भन्छु म चाहिँ हैन, जुन स्टार्टिङ रिसाइजिङ अनि त्यसपछि फ्री डिस्ट्रोय गर्ने काम गर्छ हैन। अर्थात जुन यो चाहिँ हाम्रो सम्पूर्ण कुरा जुन यो चारवटै फंक्शन्स हाम्रो स्ट्यान्डर्ड लाइब्रेरीमा इन्क्लुड गरेको हुन्छ। सो हाम्रो स्ट्यान्डर्ड लाइब्रेरी चाहिँ इन्क्लुड गर्नुपर्ने हुन्छ हाम्रो प्रोग्राममा। र जस्तै यसमा सिन्टेक्सको कुरा गरौँ, म्यालोक सिन्टेक्सको कुरा गरौँ हैन। म्यालोकमा हाम्रो जस्तै यो भोइड पोइन्टर, यसको रिटर्न टाइप चाहिँ हाम्रो भोइड पोइन्टर बेसमा हुन्छ। अब यो भोइड पोइन्टर भनेको के हो भने यसले जेनेरिकली मेमोरीलाई एलोकेट गर्छ र त्यसको डेटा टाइप चाहिँ हाम्रो जेनेरिक हुन्छ। अर्थात त्यो भनेको यही डेटा टाइप हुन्छ भन्ने हुँदैन, जुनसुकै डेटा टाइपलाई कम्बाइन गरेको हुन्छ। त्यही भएर हाम्रो रिक्वायर्ड अनुसार हाम्रो आउटपुट अनुसार यसलाई हामीले टाइप कास्टिङ गर्न सक्छौं। जस्तै मैले इन्टमा चाहियो भने यसलाई टाइप कास्टिङ गर्नुपर्ने हुन्छ हैन। सो यसको म्यालोकको अगाडि मैले यहाँ टाइप कास्टिङ पनि राखेको छु ताकि हामीलाई आउटपुट दिँदाखेरि राम्रो होस्। किनभने उसले जेनेरिक भन्नाले उसले इलेक्ट्रोनिक जुन एड्रेसहरु पोइन्ट आउट गरिराखेको हुन्छ। पोइन्टरको कामै त्यही हो हैन। पोइन्टर भेरिएबल इज द भेरिएबल दैट स्टोर्स एड्रेस अफ एनदर भेरिएबल हैन। सो यसले इलेक्ट्रिकली त्यसरी स्टोर गरिराखेको हुन्छ, त्यही भएर यसलाई हामीले टाइप कास्टिङ गर्नुपर्ने हुन्छ। सो मैले यहाँहरूलाई इट इज बेटर टु सो इन प्रोग्राम हैन। मैले फटाफट यहाँहरूलाई मेरो प्रोग्राममा लान्छु। मैले यहाँनिर VS कोड खोलिसकेको छु र मैले यहाँनिर एउटा फाइल क्रिएट गर्छु। फाइलको नाम ओके dma.c राखिदिन्छु हैन। सो अहिलेसम्म हेर्नु त मैले यो साइडमा मैले एउटा मात्रै फाइल अहिले देखिराख्नु भएको छ, यहाँनिर dma.c मात्रै है। जब मैले यसलाई कम्पाइल गर्छु अर्थात कम्पाइल गरिसकेपछि उसले यहाँनिर .exe फाइल पनि बनाएको हुन्छ र त्यो .exe फाइल मात्रै एक्जिक्युटेबल हुन्छ। यो हाम्रो सोर्स कोड। अब हामीले यहाँनिर लेख्ने भनेको सोर्स कोड। यो भन्दा पहिलाको भिडियोमा मैले यो सोर्स कोड र एक्जिक्युटेबल कोड जुन हामीले अब्जेक्ट कोडको बारेमा कुरा गरिसकेका छौं, प्लिज हेर्नुस् है। यसमा मैले यहाँहरूलाई फटाफट गरि नै हाल्छु, अलिक ठुलो बनाउँछु ताकि यहाँहरूले पनि देख्नुहोस् हैन सजिलै। सो # इन्क्लुड मैले सुरुमा त stdio.h यसलाई इन्क्लुड गर्नु पर्यो हैन। त्यसपछि अर्को हाम्रो हुन्छ
stdliv.h मैले अघि पनि भनिसकेको छु। यो चारवटा फङ्सन्स हाम्रो स्ट्यान्डर्ड लाइब्रेरी बेसमा हुन्छ। त्यसपछि अब यहाँनिर मैले मेन युज गर्नुभन्दा पहिले डिक्लेयर गरेँ भने द्याट इज ग्लोबल मेमोरी है, ग्लोबल डिक्लेरेसन हुन्छ। तर मेनभित्र गऱ्यो भने त्यो चाहिँ हाम्रो स्ट्याटिक अर्थात् अटो बेसमा हुन्छ। हुन त ग्लोबल पनि स्ट्याटिक हो है। अब हामीलाई के चाहिन्छ त? अब यहाँनिर हामीले कुरा गर्छौँ। जस्तै हामीलाई पोइन्टर त चाहियो, किनभने हाम्रो पोइन्टर गरिरहेछौँ। अर्थात् मैले यहाँनिर एउटा प्रोग्रामै लेखेर देखाउँछु होइन, ताकि सजिलो होस्। मेरो प्रोग्राम मैले यहाँनिर कमेन्ट गरेर लेख्दैछु। मेरो प्रोग्रामको लागि यहाँनिर टेक यन्थ इन्टिजर होइन, उसले यन्थ इन्टिजर्सहरू गर्छ होइन। सो इन्टिजर्स यन्थ नम्बर जति पनि हुनसक्छ, जे पनि नम्बर हुनसक्छ, एन्ड फाइन्ड देयर सम है। मैले यो चाहिँ प्रोग्राम लेखेँ है, यसरी यो चाहिँ मेरो प्रोग्राम हो। यसलाई मैले यहाँनिर इन्क्लुड गर्दैछु। अब मैले सुरुमा त मेरो पोइन्टर पनि इन्टिजर टाइप नै गर्नुपर्ने हुन्छ। सो मैले पिटिआर भनेर मेरो पोइन्टर पनि बनाएँ। त्यही सँगसँगै अब मैले अरू पनि चाहिन्छ। जस्तै मलाई के चाहियो त? यो एन पनि चाहियो होइन, एन पनि चाहियो। मैले लुपको लागि ए भन्ने पनि चाहियो। त्यसै गरेर मलाई एउटा समको लागि पनि चाहिन्छ, किनभने मैले सम पनि गर्दैछु भने होइन। यसरी हामीले यसलाई इन्डिकेट गरिराखेको हुन्छौँ। नर्मली हाम्रो यही नै हो। अब यसलाई हामीले कसरी लाने भन्ने कुरा हुन्छ होइन। जस्तै मैले यसमै देखाउँदै जाउँ, पछि चाहिए अनुसार हामीले गरि नै हाल्छौँ होइन। सो अब यसमा जस्तै मैले पहिला सुरुमा त म्यालोकलाई इन्डिकेट गर्नुपर्ने हुन्छ है, र त्यसको साइज चाहियो। सो मैले कतिवटा एलिमेन्ट पहिला सुरुमा मैले यहाँनिर युजर्सबाट मागि नै राख्छु। सो इन्टर द लिमिट अर्थात् कतिवटा लिने त होइन, लिमिट अफ इन्टिजर अर्थात् नम्बर अफ इन्टिजर्स पनि भन्न सक्छौँ है त। मैले यहाँनिर यसरी राखिदिउँ अलिकति स्पेस, ताकि सजिलो देखियोस्। त्यसपछि स्क्यान एफ गरेर मैले यसमा यो मेरो डेटा टाइप इन्टिजर भएको हुनाले %d एड्रेस अफ एनमा लिन्छु है। अब मैले एनसम्म त लिन्छु। मैले यहाँनिर एरे बनाएको छु अहिलेसम्म छैन, त्यही भएर मैले डाइनामिकली एरे। अब यो चाहिँ मेरो के भयो त? स्ट्याटिक है। यो यति चाहिँ यो चाहिँ मेरो स्ट्याटिक भयो। एनको मेमोरी, ए को र समको उसले कतै मेमोरी पहिल्यै बनाएको हुन्छ। मैले योभन्दा पहिलाको भिडियोमा क्लियरली पारेको छु, यो हाम्रो यसरी बनाएको हुन्छ। र त्यसपछि मात्रै मैले अब यहाँनिर यही पोइन्टरमा है, मैले यहाँनिर पिटिआरमा स्टोर गर्नु पर्यो। के स्टोर गर्नु पर्यो त? सुरुमा अब मैले यहाँनिर के राख्नु पर्यो? म्यालोक है, मेमोरी एलोक। मैले म्यालोक फङ्सनले नर्मली हाम्रो के दुईवटा कुरा चाहिन्छ। एउटा त मैले अहिलेसम्म लिएको एन इन्टु अब मैले एउटा साइज अफ है, यहाँनिर हाम्रो के हुन्छ? साइज अफ एउटा फङ्सन हुन्छ। यो फङ्सन चाहिँ के को साइज अफ गर्यो त? इन्टिजर, किनभने मैले डेटा टाइप इन्टिजर नै लिएको छु है। तर यो मेमोरीले त के गर्छ अरे? भोइड पोइन्टर रिटर्न गर्छ। त्यही भएर यसलाई हामीले के गर्नु पर्यो त? यहाँनिर टाइप कास्टिङ गर्नु पर्यो। इन्ट पोइन्टर हामीले त्यसलाई टाइप कास्टिङ गरेर इन पोइन्टर बनायो भने अनि मात्रै यसमा हाम्रो पोइन्टरमा स्टोर हुन्छ। यति हो है। यसलाई एकदम क्लियरली बुझ्नुहोस्। यो हाम्रो टाइप कास्टिङ गरेर म्यालोकले रिटर्न गरेको भ्यालुलाई मैले टाइप कास्टिङ गरेर पोइन्टर इन्टिजर पोइन्टर बनाएँ, र त्यो इन्टिजर पोइन्टर को एड्रेस मैले केमा गर्ने हो भने त यो पोइन्टर मेरो पिटिआर भेरिएबलमा स्टोर गर्छु। अब त्यसपछि मैले यहाँ के गर्ने भयो त? लुपमा यो पोइन्टर भएको हुनाले हाम्रो 0बाट सुरु हुन्छ, हामीलाई थाहा छ होइन। त्यसपछि ए इज लेस देन हाम्रो एनसम्म लुप हुन्छ, र यसलाई मैले प्लस गरिदिन्छु। र त्यसपछि मात्रै अब मैले यहाँनिर लिने काम गर्छु। डाइरेक्टली मैले स्क्यान एफ पनि गर्न सक्छु, या यहाँनिर प्रिन्ट एफ एउटा म्यासेज पनि गर्न सक्छु। मैले त्यसलाई नगरिकन डाइरेक्टली स्क्यान एफ गरेँ है। स्क्यान एफ अब मैले यहाँनिर %d, किनभने मेरो इन्टिजर टाइप हो, %d लिन्छु। र अब मैले केमा लिनु पर्यो त होइन, यहाँनिर पिटिआर को मैले यहाँनिर ए भेरिएबलमा लिनुपर्ने हुन्छ है। यसरी यहाँनिर लिनुपर्ने हुन्छ। अब यो लिए सँगसँगै हामीले यहाँनिर सम पनि बनाउन सक्छौँ। मैले सम चाहिँ के को बनाउने हो त? सम मस्ट बी इन्क्रिज बाई
सम प्लस सम इक्वल टु सम प्लस हो यो है। यसको बारेमा पनि हामीले कुरा गरिसकेका छौँ। र त्यसपछि मैले अब यहाँनिर के पिटिआरको मेरो के ए भन्ने भ्यालु चाहिँ यसमा सम होस् है। अब त्यसपछि फेरि पनि अब यसलाई हामीले प्रिन्ट पनि गर्न सक्छौँ। मैले प्रिन्ट गर्नको लागि यही लुप मलाई चाहिन्छ, त्यही भएर मैले यही लुपलाई मैले कपी गर्छु र यहाँनिर पेस्ट गरिदिन्छु। अब मलाई यो सम चाहिँ यहाँनिर डिस्प्लेको लागि चाहिएन, मैले यसलाई कमेन्ट पनि गरिदिइराख्छु होइन। पहिला सुरुमा यो लियो, त्यसपछि यसलाई यहाँनिर के गरेँ मैले डिस्प्ले है। यो लुप मेरो लिनको लागि युजर्सबाट डेटा लिनको लागि मेमोरीमा लिनको लागि गरियो भने अब यो चाहिँ मेरो डिस्प्लेको लागि मैले यहाँनिर के राख्नु पर्यो त प्रिन्टएफ राख्नु पर्यो। र अब मेरो योनिर यो हुँदैन, एड्रेस अफ हुँदैन हैन। यसरी अब यसलाई यो त सँगसँगै हुन्छ, त्यही भएर मैले यहाँनिर एउटा /t अर्थात् मैले एउटा छुट्टै जोनमा पठाइराखेको हुन्छु, अर्थात् टेबल वाइज हाम्रो पठाइराखेका हुन्छौँ। सँगसँगै अब यहाँनिर हाम्रो के पनि सम पनि छ हैन, त्यो सम पनि लास्टमा सम पनि हामीले गरिदिन्छौँ। सम चाहिँ हाम्रो लुपभित्र हुँदैन हैन। सो म यहाँनिर /n के द सम इज भनेर डाइरेक्टली मैले राखिदिन्छु हैन। यो %d मा हुनुपर्छ र यसको भ्यालु हाम्रो केमा छ त सममा छ। अब यति हो। यसलाई मैले सेभ गरेँ, सेभ कन्ट्रोल एस, र मैले यसलाई अब तपाईँलाई फेरि पनि देखाउँदैछु है। मैले यहाँनिर यति धेरै के अरे कोड लेखिसके पनि मेरो यहाँनिर के देखाइरहेको छ, एउटा मात्रै फाइल छ, किनभने मैले कम्पाइल गरेको छैन। जब मैले यसलाई कम्पाइल गर्छु हैन, सो मैले यहाँनिर रन गरेँ, रन गरिसकेपछि उसले एउटा फाइल बनाउँछ, त्यसपछि मात्रै उसले अब यहाँनिर उसले कम्पाइल गर्छ हैन। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर DAM भएको छ हैन। DAM.exe फाइलहरू यहाँनिर अर्को बनाइसक्यो र यहाँ एक्जिक्युट पनि भइसकेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर इन्टर द लिमिट अफ इन्टिजर भनिरहेछ। सपोज मैले 5 दिएँ भने उसले 5 वटा नम्बर, जस्तै मैले 1 2 3 4 5 अब यसरी गरेँ, उसले यहाँनिर हेर्नुहोस् त उसले यसलाई स्पेस सहित प्रिन्ट पनि गरिदिएको छ 1 ट्याबमा हैन। त्यसपछि उसको सम पनि गरिदिइसकेको छ। यसरी हामीले काम गर्न सक्छौँ। एकदम सजिलो छ, तपाईँहरूले बुझ्न सक्नुहुन्छ। र हाम्रो अर्को नेक्स्ट भिडियोमा फेरि पनि हामीले क्यालुक अर्थात् यसैलाई मैले कन्टिन्यू गर्छु। हामीले यही भिडियोमा हामीले क्यालुकलाई पनि लिन्छौँ, किनभने एकदम सजिलो छ। अब तपाईँहरूले यति बुझ्नुभयो भने हामीले टाइप कास्टिङ गरिराख्नुपर्ने हुन्छ हैन, टाइप कास्टिङ गर्नुपर्ने हुन्छ। र यसको साइज मैले क्लियरली पारिदिएको छु, जहाँसम्म लाग्छ मैले क्लियर पारेँ। र अझै यसलाई डिटेलमा हामी जाँदाखेरि, जस्तै मैले यहाँ पनि डिफाइन गरेको छु, यो भिडियो तपाईँहरूले मजाले यो फाइल पनि मैले उसमा अपलोड गरिदिइराखेको हुन्छु, लिङ्क राखिदिइराखेको हुन्छु। जस्तै यहाँ हेरेर टाइप कास्टिङ हामीले गरिराखेको हुन्छौँ। यसले मेमोरीलाई कन्टिजियसली अर्थात् कम्प्लिटली वान ब्लकमा स्टोर गरिराखेको हुन्छ र त्यसलाई एक्जिक्युट गरिराखेको हुन्छ। अब म्यालोक र क्यालोकमा मैले अघि पनि भने एक्सप्लेन गरिसकेको छु। हाम्रो डिफ्रेन्सेस के छ त, स्पिड अलिकति म्यालोकमा फास्ट हुन्छ क्यालोकभन्दा हैन। र त्यसपछि मेमोरी पनि, किनभने यसले सिङ्गल एउटा ब्लकमा गरिराखेको हुन्छ भने क्यालोकले चाहिँ कन्टिजियस मेमोरी उसले ब्लकमा गरिराखेको हुन्छ। अब यो क्यालोकको सिन्टेक्स एकपटक हेरौँ न है। हाम्रो क्यालोकको सिन्टेक्स र म्यालोकको सिन्टेक्समा अलिकति तपाईँहरूले ध्यान दिनु भने एकदम सजिलो छ। अब हाम्रो क्यालोक हामीले यसरी नै गरिराखेको हुन्छ, म्यालोक पनि यसरी नै गरिरहेको थियौँ हैन। त्यसपछि यसलाई हामीले साइज, तर यहाँनिर अघि हामी मल्टिप्लाई गरेका थियौँ भने यहाँनिर कमा मात्रै हुन्छ, त्यति मात्रै फरक हो यो मल्टिप्लाई र कमा। जस्तै मैले यहाँनिर कम्पेरेटिभली दुईटालाई पनि देखाएको छु मैले। यहाँनिर यो चाहिँ हाम्रो क्यालोकको भयो भने यो म्यालोकको, हेर्नुहोस् है। यहाँनिर मैले कमा राखेको छु क्यालोकमा भने हाम्रो म्यालोकमा मल्टिप्लाई गरेको छु, यति मात्रै हो डिफ्रेन्स, अरू सबै जस्ता तस्तै। जस्तै मैले अघिको प्रोग्रामलाई लिन्छु है, र यसले मैले भने नि अघि ब्लक अनुसार हाम्रो काम गर्छ, उसले ब्लक बनाएर काम गर्छ, त्यति मात्रै फरक हो। सो मैले फटाफट अघिकै प्रोग्रामलाई लिन्छु र यो प्रोग्रामलाई अब हेर्नुहोस् है, मैले यहाँनिर म्यालोक कहाँ छ, मेरो यहाँनिर म्यालोकमा मैले यो इन्टु लेखेको छु भने अब यो इन्टुको ठाउँमा मैले इन्टु नभइकन यो ठाउँमा मैले कमा राखिदिन्छु हैन, कमा राखिदिन्छु र यो ठाउँमा मैले यम एलोक हैन कि सी एलोक राखिदिन्छु, यति मात्रै हो। अब यसलाई मैले सेभ गर्छु र फेरि पनि यसलाई एक्जिक्युट गरिदिन्छु। सिन्टेक्स अलिकति मात्रै चेन्ज हो, काम एउटै हो, उसको दुइटैको काम एउटै हो।
है त। अब यहाँनिर उसले इन्टर द एलिमेन्ट्सहरू भनिरहेछ। जस्तै मैले अहिले अघि मैले 3टा मात्रै एलिमेन्ट लिएँ, यहाँनिर 4 5 6 यसलाई मैले गरेँ र यसलाई पनि फेरि पनि उसले सेभ के अरे गरेर सम गरेर पत्ता लगाएर पनि आइसक्यो। सो यसरी गर्न सकिन्छ। त्यसपछि अब हाम्रो छ रियालोक। यसलाई हाम्रो यो साइज भएन भने हामीले फेरि के गर्ने त? अब यसलाई फेरि रिसाइज गर्नु पर्यो होइन, रिसाइज गर्नु पर्यो। जुन यो हाम्रो प्रोग्राम लेखेको छौँ, यो प्रोग्राममा मलाई यो साइजले पुगेन, मैले सुरुमा दिएँ त्यो साइजले पुगेन, बिचमा फेरि पनि मैले थप्नु पर्ने अवस्था आउन सक्छ। यदि त्यस्तो अवस्था आयो भने के गर्ने त भन्ने कुरा हुन्छ। त्यो मैले अर्को भिडियोमा गर्छु, किनभने यो भिडियो अलिकति लामो भयो जस्तो लागिरहेछ। सो सी यू इन नेक्स्ट भिडियो। र यहाँहरूलाई मैले फेरि जाँदा जाँदै रिक्वेस्ट गर्दैछु, मेरो यो मेहनतलाई पनि तपाईँहरूले प्लिज डु लाइक, सब्सक्राइब एन्ड कमेन्ट पनि गर्नुहोस्। सी यू इन नेक्स्ट।